अब कस्टमरको डिटेल प्लस ग्यारेन्टरको डिटेल फिलअप गरिसकेपछि अब यहाँ हाम्रो सिआइबी चेक हुन्छ। सिआइबी भनेको क्रेडिट इन्भेस्टिगेसन ब्युरो भन्छ, त्यो भनेको कर्जा सूचना केन्द्र। र हाम्रो एलओएस सिस्टम पनि हाम्रो कर्जा सूचना केन्द्रसँग चाहिँ इन्टिग्रेटेड छ, एक आपसमा कनेक्टेड छ हाम्रो। सो कुनै पनि कस्टमरले कुनै पनि लघु वित्तीय होइन, अब यो के भन्छ वित्तीय संस्थाहरू र ब्याङ्कबाट पहिला कहीँ कतै लोन लिनुभएको छ भने तपाईँको लोनको हिस्ट्री त्यहाँ कर्जा सूचना केन्द्रमा हुन्छ र त्योसँग हाम्रो सिस्टममा अब इन्टिग्रेटेड भएको भएर तपाईँको ब्ल्याकलिस्ट हुनुहुन्छ भने त्यो पनि देखाउँछ, तपाईँको स्कोर पनि देखाउँछ सिआइबी होइन। सो यहाँ हामीले चाहिँ पहिला ग्यारेन्टरको स्कोर हामीले चेक गर्छौँ, चेक सिआइबी गर्छौँ। त्यसपछि ग्यारेन्टर चाहिँ उहाँ के अरे हाम्रो ब्ल्याकलिस्ट हुनुहुन्न रे। इफ छ भने यहाँ सिआइबी फेल देखाउँछ या नेक्स्ट नै हुँदैन है। त्यो नभएको केसमा कन्ट्रोल सिफ्ट आर थिच्दा हुन्छ। रिफ्रेस भयो भने टक्क यसलाई म अब ग्यारेन्टरलाई अगाडि प्रोसिड गर्दाखेरि यहाँनिर रिफ्रेस गर्नुभयो भने चाहिँ तपाईँको सिआइबी फेल्ड भनेर आउँछ। इफ सिआइबी फेल्ड छ भने अहिलेको केसमा पास छ। इफ सिआइबी फेल छ भने चाहिँ तपाईँले के गर्नुपर्छ भनेपछि यसलाई हामीले यहाँ डिलिट गर्ने हो, एडिट गर्ने होइन। ग्यारेन्टर त चेन्ज गर्नु पर्यो सिआइबी फेल छ भने त्यो ग्यारेन्टरलाई त हामीले ग्यारेन्टर राख्न पाउँदैन फेल भएको केसमा। तर ल अर्को ग्यारेन्टर ल्याउनु भयो भने चाहिँ यहाँ एडिट गर्ने होइन, डिलिट गर्नु होला र एड ग्यारेन्टर नयाँ गर्नु होला। किन भन्दाखेरि एडिट गर्यो भनेपछि तपाईँको सिआइबीको लागि चेक हुनलाई अलरेडी पहिलाको ग्यारेन्टरको डिटेल गइसकेको हुन्छ र एउटा आइडी बसिसकेको हुन्छ टेक्निकल भाषामा भन्दाखेरि, र त्यो आइडी ब्ल्याकलिस्ट देखाइसकेको हुन्छ उता। भनेपछि जति तपाईँले माथिबाट डाटा एडिट गरे पनि त्यो डाटाभित्रको मेन जुन आइडी हुन्छ त्यो आइडी चाहिँ पहिलाकै बसिरहेको हुन्छ। सो जति नयाँ मान्छे राखे पनि ब्ल्याकलिस्ट नै देखाउँछ। सो ब्ल्याकलिस्ट भएको केसमा मात्र है फेरि ग्यारेन्टर। त्यही भएर एडिट नगर्नु होला, यसलाई डिलिट गरेर एड ग्यारेन्टर फ्रेस गर्नु होला है। त्यसपछि ग्यारेन्टरको सिआइबी चेक भइसकेपछि हजुरले सबमिट गर्ने र सबमिट गरिसकेपछि धेरै जस्तो डिलर अथवा रिटेलरले चाहिँ यहाँ चेक गर्नु हुँदैन। ग्यारेन्टरको सिआइबी चेक भइसकेपछि एकचोटि भेरिफाई गरिदिनुहोस् इफ टाइम छ भने। तर छैन भने पनि बारम्बार किन मिस्टेक गरिरहने त, एकचोटि हेर्नुहोस्। जस्तो कि तपाईँको रिजेक्सन हुने कारणहरू है। अब यो के अरे नाम नागरिकता र तपाईँको यहाँ टाइप गरेको मिस्टेक छ भने अभियसली रिजेक्सन हुन्छ। त्यही भएर चेक गरिदिनु होला होइन इस्यु डेटहरू। अनि त्यसपछि यो फाइनेन्सियल डिटेलमा जस्तो हो यहाँ चाहिँ अहिले देखाइरहेको छैन, अब यो लोन रिजेक्ट हुन्छ। किन भन्दाखेरि फाइनेन्सियल डिटेलमा चाहिँ न मैले एजुकेसन के हो लेखेको छु, न त मैले कुन ठाउँमा काम गर्छ कस्टमरले लेखेको छ है, न अर्गनाइजेसनको एड्रेस के हो। अनि त्यसपछि एडिसनल इन्कम त चाहिएन। सो यो पुरा खुलाइदिनुपर्छ कहाँ काम गर्छ भनेर। यो कारणले गर्दाखेरि नि रिजेक्सन हुन्छ जुनसुकै लोन गर्दाखेरि पनि, चाहे मोबाइल होस्, कन्ज्युमर ड्युरेबल होस्, बाइक जे भए पनि। रिफरेन्समा चाहिँ कसैले एउटै नम्बर राखिदिएको हुन्छ, हुन त नेक्स्ट हुँदैन। कुनै केसमा टेक्निकल फल्ट आयो भने नि एउटै नम्बर नराख्नु होला। अनि त्यसपछि अब यो एड्रेसको पार्ट भइहाल्यो। त्यसपछि तपाईँको फ्यामिली डिटेलमा हो यहाँ पनि मोबाइल नम्बर एकजनाको राखेको छैन मैले भनेपछि यहाँ राखेको छैन भने चाहिँ यहाँ रिजेक्सन हुन्छ यो लोन। सो यहाँ कुनै एकजना तिनजना मध्ये कुनै एकजनाको चाहिँ मोबाइल नम्बर राखिदिने। त्यसपछि तपाईँको प्रडक्ट डिटेलमा चाहिँ अब तपाईँको कहिलेकाहीँ के भइदिन्छ त, यहाँ मैले धेरै जसो केसहरूमा भेटेको छु अनर 400 प्रो चाहिँ यहाँ सिस्टममा लेखेको हुन्छ, तर यहाँ तल कोटेसनमा राख्दाखेरि चाहिँ अनर मानिलिउँ X9C होइन, त्यस्तै अर्को कोटेसन हालिदिनु भएको हुन्छ क्या, या अर्को कस्टमरको कोटेसन हालिदिनु भएको हुन्छ। त्यो कारणले नै रिजेक्सन हुन्छ। एकचोटि हेर्नु होला होइन। अनि लोन एमाउन्ट कसैले कोटेसनमा लेखेको लोन एमाउन्ट र यहाँ इन्ट्री गरेको फरक हुन्छ, त्यो कारणले नै रिजेक्सन हुन्छ। टेन्योर फरक भइदिन्छ, आइएमआई नम्बर मिस्टेक भइदिन्छ होइन। जे इन्ट्री गर्नुभएको छ त्यही कुरा फिजिकल डकुमेन्टमा नि हुनु पऱ्यो क्या। अनि अर्को भनेको चाहिँ अब यहाँ सिटिजनसिपको यो फर्मेटले गर्दाखेरि पनि धेरैको रिजेक्सन भइरहेको हुन्छ। त्यो भनेको चाहिँ 74 पछि तपाईँको नागरिकतामा ड्यास छ भने चाहिँ ड्यास नै गर्नुहोस्
हैन। स्ल्यास छ अथवा डिभाइड छ भनेपछि स्ल्यास गर्नुहोस् हैन। जस्तो फर्मेटमा त्यहाँ नागरिकताको नम्बर छ त्यस्तै लेख्नु होला। कसैले ड्यास छुटाइरहेको हुन्छ, कसैले स्ल्यास छुटाइरहेको हुन्छ, कसैले स्ल्यासको ठाउँमा ड्यास लेखिरहेको हुन्छ ब्याकस्ल्यासको ठाउँमा है। सो त्यो कुरा पनि मिलाउनु होला। अनि त्यसपछि ग्यारेन्टरको पार्ट पनि एकचोटि भ्यू गर्नुहोस् हैन, के कुराहरू यहाँ छुटेको छ। हो यहाँ ग्यारेन्टरको पार्टमा चाहिँ यहाँ लेखेको छ मास्टर छ, फाइनेन्सियल डिग्री यो छ हैन, त्यसपछि एड्रेस पनि राखेको छ। यति भएपछि रिजेक्सन हुँदैन है। यहाँ फ्यामिली डिटेलमा पनि हेर्नुहोस्, ग्यारेन्टरको पार्टमा यहाँ एकजना नम्बरको नाम लेखिदिएको छ हैन। जस ग्यारेन्टरको पार्टहरू चाहिँ एकदम राम्रोसँग राखिएको छ है त। यति भइसकेपछि यसलाई क्रस गरिदिने र अब फाइनल ग्यारेन्टरको सिआइबी चेक भइसक्यो। त्यसपछि चाहिँ अब फाइनल भनेको चाहिँ तपाईँको कस्टमरको सिआइबी चेक हुन्छ है त। यसलाई सबमिट गऱ्यौँ, सबमिट गरिसकेपछि अब यो कस्टमरको सिआइबी चेक हो र प्रोसिड गरिसकेपछि चाहिँ यो सिधै अब सिआइबी फेल भयो भने यहीँ फेल देखाउँछ या नेक्स्ट हुँदैन। इफ पास भयो भने सिधै फरवार्ड टु एलआरमा जान्छ र जगदम्बाबाट रिभ्यूको लागि बस्छ है त। म यसलाई चेक गरेँ, नो डाटा फाउन्ड भन्यो र फाइनल सबमिट गरिसकेपछि लोन ड्राफ्टबाट फरवार्ड टु एलआरमा आइसक्यो। यो लोन मैले हालेको यो होइन, अर्को हुनुपर्ने हो एकैछिन है त। कुनको नाममा छ यहाँ तल, यहाँ 10 भनेर हो, यहाँ 11औं नम्बरमा होला। मैले कुन नाममा हालेको थिएँ, यो मोबाइलको लोन छ, सबैभन्दा लास्टमा छ मेरो नामको लोन छ है त। अब यति भइसकेपछि यो लोन चाहिँ फरवार्ड टु एलआरमा रिभ्यूको लागि बस्यो। यति भइसकेपछि तपाईँको लोन यहाँ कम्प्लिट भन्नाले तपाईँले एप्लाई गर्नुभयो है त। अब यसपछि चाहिँ यहाँ रिभ्यू हुन्छ